हेलो गाइस, नमस्ते, गुड मर्निङ सबैजनालाई मेरो युट्युब च्यानलमा वेलकम छ। अनि आज मैले भ्लग गरिरहेको छु र देखाउँछु कि आज मैले के गर्दैछु, कता जाँदैछु, के हुन्छ कसो हुन्छ भनेर देखाउने छु। मेरो भ्लगमा राम्रोसँग हेरिदिनु होला र अहिले म फ्रेस भएर आएर म भ्लग कन्टिन्यू गर्नेछु। म चाहिँ रेडी भएर बहिनी भाइ पाजु पनि रेडी भएर हामी चाहिँ जानु आँटेको। अब गएपछि हजुरहरूलाई देखाउँछु म। हजुरहरूले यो भिडियो देख्न साथ थाहा पाइसक्नुभयो होला कि सुजाता कतै अर्को कन्ट्री जाँदैछ भनेर। एन्ड यस, फाइनल्ली आफ्टर 3 years मेरो सपना चाहिँ पुरा हुँदैछ र म अर्को कन्ट्री मुभ हुँदैछु। हामी चाहिँ हाम्रो गन्तव्यसम्म आइपुगेको छौँ। अब अलिअलि भिडियो गर्छु, धेरै त भिडियो गर्दिनँ होला। कले आएन कि क्लियर ल बाबु। म आउने बेला चाहिँ नेपालको सिचुएसन राम्रो थिएन, सो मम्मी चाहिँ फोनबाट बाई भन्दै हुनुभएको छ। म यहाँबाट भित्र गएपछि मात्र थाहा भयो कि मेरो बिहानको फ्लाइट डिले भएर बेलुका सरेको रहेछ कि अपडेट आएको थिएन। अनि हामी साथी बुवा म भएर सबैजना भएर पशुपतितिर गयौँ यसो। अनि साथी र म चाहिँ रिल्सहरू बनाइरहेँ। मेरो फ्लाइट 7:40 को थियो। अनि 7:40बाट म 7:40 को फ्लाइट भनेर म चाहिँ यहाँ कहिले बजी आएँ भन्दा 4:30 तिर म यहाँ आइपुगेको थिएँ। अनि सबै गरेर भित्र जाँदा 5 बजिसकेको थियो। अनि भित्र गयो, बन्द छ भन्दै थियो। अनि फेरि बल्ल बल्ल भेट्यो मान्छे, त्यहाँ भेटेर कुरा गर्दा चाहिँ के भन्दा फ्लाइट डिले भएको छ, हजुरहरूको फ्लाइट 6:15 मा हुन्छ भनेर भन्नुभयो। अनि 2:30 तिर आउनु न भनेर भन्नुभयो। 2:28 भइसक्यो, तर पनि अझै पनि कतै केही छैन। म आएर बसिरहेको छु, अब कति बेला के हुन्छ। अनि म त्यसपछि अब भित्र जान्छु। त्यत्रो बेरसम्म म सबै कुरा गरेर प्लेनमा चढिसकेको छु। बाँकी भिडियो म कन्टिन्यू गर्दै जान्छु। मसँग जोडिँदै जानु होला। यो चाहिँ प्लेनमा दिनुभएको फर्स्ट खानेकुरा त्यस्तो मिठो थिएन। सेकेन्ड चाहिँ अलि ठिकै थियो। यो म अघि नै कति घन्टा भइसकेर झरेको पल्लले भिडियो गर्दैछु किनकि के गर्ने कति धेरै टाइम थियो नि त, 8 घन्टाको ट्रान्जिट थियो। अब चाहिँ अब 4:45 मेरो गेटमा आउँछ। अहिले कति बजेको छ? 3:30 भएको छ यता। अब कुर्दैछु। मेरो सबै बोर्डिङ पासको लागि 5:40 मा जान्छु। मेरो गेट नम्बर 4:45 मा आउँछ। त्यसपछि मलाई अब के कसो हुन्छ अनि देखाउँदै जान्छु। म यो ट्रान्जिटमा आएर चाहिँ मैले भिडियो बनाएको पनि छैन, कहीँ गएको पनि छैन, बसेको छु। किनकि मलाई गाडी बिग्रेर हिँड्न जाउँ लागेको छ। अल्छी भएपछि त्यस्तै छ। अब अरू देखाउँदै जाने छु। यति भन्नु लाग्यो। म चाहिँ अब बोर्डिङ पासको लागि आइसकेको छु।
मेरो बोर्डिङ पास चाहिँ अब बोर्डिङ कति बेला खुल्छ अनि खुलेपछि बोर्डिङ पास गरेर जान्छु। भिडियो गर्नु मैले भने म भिडियो गर्छु, मिलेन भने चाहिँ माइक जति पुगेपछि भिडियो गरेर कन्टिन्यू गरेर देखाउनेछु। मसँग चाहिँ दिँदै गर्नु होला, मेरो भिडियो फुल भिडियो हेर्नु होला। यो चाहिँ बोर्डिङ एरिया चाहिँ वेटिङ एरिया यो। बोर्डिङ पास भएपछि प्लेनमा गएर भ्यू, अनि यो चाहिँ इस्तानबुलको भ्यू हो। यो चाहिँ इस्तानबुल टु रिगाको खाना। म चाहिँ एयरपोर्टबाट झरेर मेरो सामानहरू पिकअप गरेर अरे सबै कुराहरू भ्याएर चाहिँ बोल्ड गरेर अब म रुम जाँदैछु। थ्याङ्क गड सामानहरू सजिलैसँग पाएँ। बस मैले चाहिँ करेन्सी मैले युरो ल्याएको थिएन कि डलर ल्याएको थियो, त्यो चेन्ज गर्नलाई चाहिँ अलिकति खोज्नु पऱ्यो। ठिकै छ, अब युरो चल्दैन मतलब कि डलर चल्दैन भन्दै थियो कि यहाँ, त्यही भएर युरो खोजेर ल्याएँ, युरो चेन्ज गरेर करेन्सी चेन्ज गरेर ल्याएँ। अब म वहाँ गएर अलिकति हतार जानु छ, तर पनि म भिडियो बनाउँछु त्यति नेटको लागि। रुममा आइपुगेँ। हेलो, दिस इज माई रुम। सृजनाले प्रोभाइड गर्दैछु। अब अरू भिडियोमा पछि गर्छु। ल अहिलेको लागि यति नै भन्दै बाई। यो मेरो भिडियो चाहिँ नेपालबाट लाटभिया ट्राभल हुन लागेको भिडियो चाहिँ ठ्याक्क नेपालबाट ट्राभल गरेको डेटमा 1 मन्थ पछि चाहिँ म अपलोड गर्छु, किनकि मलाई टाइम थिएन, मतलब कि 1-2 दिनमा एडिट गर्ने टाइम थिएन। अनि 1-2 दिनपछि हाल्नुको साटो बरु ठ्याक्क 1 मन्थ पछि म हाल्छु भनेर प्लान गरेर बसेको थिएँ। अब 1 मन्थ पछि हाल्छु, जुन दिन 1 मन्थ हुन्छ त्यो दिन हाल्छु। हजुरहरूले मेरो भिडियो हेरेर माया गरिदिनु होला र सबैजनालाई थ्याङ्क यू जसले मलाई माया गरिदिनु भयो र मेरो भिडियो हेर्नुभएको छ। सबैजनालाई थ्याङ्क यू। मेरो भिडियो हेरेर लाइक, सब्सक्राइब, सेयर अनि कमेन्ट पनि गर्नु होला। हजुरहरूलाई के मन पर्यो के मन परेन भनेर र मैले के इम्प्रुभ गर्नुपर्छ हजुरहरूले कमेन्ट गरिदिनु होला। म त्यो पनि इम्प्रुभ गर्ने छु। अनि उहाँको कन्ट्रीको बारेमा हजुरहरूलाई केही सोध्नु मन छ भने हजुरहरू कमेन्ट गर्न सक्नुहुन्छ। म कमेन्ट रिप्लाई गर्छु या त्यही गर्छु। यति भन्दै बाई। थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा। बाई।